3 मिनटको समय सकियो मान्यज्यू। मान्य सदस्य सरस्वती बजीमया। सम्मान्य सभापतिज्यू, सभामुख महोदय, अहिले देशैभरि बाढी पहिरोले जनजीवन अप्ठ्यारो परिस्थितिमा परेको छ। मेरो जिल्ला खोटाङ पनि अछुतो रहेको छैन। गत बिहिबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका 3 लामी डाँडाकी विश्व ज्योति माविमा कार्यरत शिक्षिका सावित्रा देवी नेवारको पहिरोले पुरेर मृत्यु भएको छ। त्यहाँ प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालिएको थियो। सडक सञ्जालहरू जताभावी बनाउँदाखेरि यो माथिल्लो सडक पहिरो गएर तलको सडकमा पुरेको म जानकारी गराउन चाहन्छु। त्यस्तै गरेर रावा बेसी गाउँपालिकामा कटरे पुल क्षति गरेको छ। कल्लेरी खोला, हौचुर खोला, थुलुङ खोलाहरूमा जाली बगाएर लगेको छ र त्यहाँ अप्ठ्यारो परिस्थिति छ त्यहाँका जनताहरूलाई र पालिकाले पालहरू वितरण गरेको छ। त्यस्तै गरेर अहिलेसम्म खोटाङ जिल्लामा 60 ठाउँमा पहिरोहरू गएको छ। जम्मा मृत्यु 3 जनाको भएको छ। पहिरोबाट 2 जना र खोलाले बगाएर 1 जना, घाइते 1 जना भएको छ। चौपाया 6 वटा चाहिँ मरेको छ। त्यस्तै गरेर घाइते 11 जना छ। कुखुराहरू 75 मरेको छ। घर पूर्ण चाहिँ 3 वटा चाहिँ 3 सङ्ख्यामा चाहिँ पूर्ण क्षति भएको छ। विस्थापित घर 6 वटामा केपिलासगढी 5 वटा र राबेसीमा 1 छ। अहिले चाहिँ 2टा घरलाई चाहिँ फिर्ता लगेको छ। घर आंशिक क्षति 21 वटा भएछ। सामान्य क्षति घर 1 भएछ। गोठ पूर्ण क्षति 8 वटा भएछ र गोठ आंशिक क्षति 1 भएछ। विद्यालय 3 वटा पूर्ण क्षति भएको छ। भेटनरी पनि 1 क्षति भएको छ। बाटोहरू धेरै नै अवरुद्ध भएको छ। भण्डारे घाटबाट मौरेगढी निस्किने ठाउँ, यामखाबाट दिप्रुङ, जिल्लाबाट साकेला, ऐसेल खर्क रावा बेसी आउने लगायत गरेर बाटोहरू 8 ठाउँ अवरुद्ध भएको छ। यो असारको अन्तिमतिर केपिलासगढी गाउँपालिका 4 मा सञ्चालित रावा खोला लघु जलविद्युत आयोजना पानी लगाउने